Samsung फोन चलाउनुहुन्छ भने चाहिँ यी गोप्य कोडको बारेमा तपाईलाई थाहा हुनै पर्छ है त। पहिलो रहेको छ #9900#। सो यो कोडले के गर्छ भन्दा तपाईको मोबाइलमा भएको तपाईको मोबाइलको सिस्टम लग फाइलहरु जुन छ टेम्पररी फाइलहरु त्यो चाहिँ एकै क्लिकमा हटाउन मद्दत गर्नेछ। दोस्रो रहेको छ यो सबैलाई हुनेछ #06#। यसले चाहिँ तपाईको मोबाइलको IMEI नम्बर देखाइदिन्छ। फोन चोरी भयो भने चाहिँ रिपोर्ट गर्न यो काम लाग्छ, टिपेर राख्नु होला। तेस्रो रहेको छ #0#। यो कोड चाहिँ स्पेशली तपाई सेकेन्ड ह्यान्ड फोन किन्दै हुनुहुन्छ अथवा तपाईको फोनमा केही इस्यु आएको छ जस्तो डिस्प्लेमा अथवा फिंगरप्रिन्टमा जस्तो तपाईलाई लागेको छ भने चाहिँ त्यो बेला डायग्नोसिस गर्न चाहिँ यसले मद्दत गर्नेछ। फोनमा वाइफाई स्लो चलिरहेको छ भने चाहिँ तपाईले #2663# डायल गरेर चाहिँ वाइफाई रिफ्रेश गर्न सक्नुहुनेछ। तपाईको फोन कति पुरानो भनेर हेर्न चाहनुहुन्छ भने चाहिँ #12580*369# डायल गर्नु होला। तपाईको फोन Samsung होइन र तपाईलाई पनि आफ्नो फोनको सिक्रेट कोडको बारेमा जानकारी चाहियो भने चाहिँ कमेन्टमा आफ्नो फोनको ब्रान्ड नेम लेख्नु होला।